भिड छ यहाँ असल इन्द्र चोक जत्तिकै रह सजिन्छ भनेर एकछिनमा काटेको त बुवाहरूको भागमा नि हाल्दिनँ अनि मैले बेटीबाट त्यसरी फोकस गर्नु पर्दैन फेरि आजभन्दा कारखाना आएन मलाई अनि म त नआएको कति भइसक्यो भने के पहिला चाह राख्ने त्यही त राख्ने होला नि के खिचिरहनु जस्तो लाग्छ इबीमा खै थाहा नै छैन तिहारको गीत लगाएन कुन हजुर के ठुलुवा के खिचिरहने मेरो अब मोबाइलले हामीले नि क्षमता गरेर बाबा के छ खबर ठिक छ सुतिका क्या ज्वरो आएको यताउता त छैन नि डल्ली भएर आउनु भयो आइज त्यत्रै दिदी मात्र हो नि तिमीहरू भेट्दा यता आउने कि तिमीहरू यहीँबाट हुन्छ म त यो अर्को गर्नु जस्तो लाग्यो गर्नु जस्तो लाग्यो ऊ त्यहाँ अर्को छ भाँडो त्यसमा हालेर ल्याएर नि ज्वरो हटेर म यहाँ अरू पूजा हट्छु खोइ हेर्नु न त्यही हो त्यही माझी पूजा भइगयो दिदी कहाँ अहिले एकछिनमा जान्छ सबैजना ए बुवाहरूको त उस्तै रहेछ त्यो सटी सबैजना के भने यसरी उस्तै उस्तै रह भन्नु नखोज्या सबैजना भयो टपरी त छैन होला लाग्छ है यसो त हिँड्ने मलाई एउटा घरै राखिदिनु पर्छ है त्यहाँ घरै खान लाग्यो दाइने पार्नुपर्छ पाइन्छ यसलाई बनाउनु आउनु हो त्यहाँ राखिला ऊ गएर ल्याउने
तर रातो राम्रो देखिन्छ प्रविधिले जोडाएको छ मान्छेलाई प्रविधिले जोडाउनु अनि के भन्छ भने विदेशी केही ल्याउनु हुँदैन बात पनि चाहिँदैन केही पनि चाहिँदैन हाम्रो सबै मुरिन्छ भन्छ मान्छे अनि के गर्छ भने त्यो तामाङहरू त्यो हाम्रो त भाषा त तामाङै चाहिन्छ भन्छ अरू बेला गिर्गी टोप्लाएर हिँड्छ अनि महँगो महँगो स्कुल खोजेर हिँड्छ क्या इङ्ग्लिस पढाउँछ अचम्मको छ दिदी सल लत्री छ यही छ गर्मी है तर तर भने चाहिँ कहाँ गर्ने है तर चाहिँ पछाडि आउँछ बाँकीको पछाडि गर्ने है तर गर्ने है त मलाई मात्र गर्मी भएको हो कि भन्ने हुन्छ नि तर अरूलाई नभएको यसो गरेको थियो नि भाइ कहाँ भयो भाइ उज्जवल हो मोबाइल घर जाडो मान्छे जेठी छोरो छ जेठी अस्ट्रेलिया छोरो छ अस्ति एउटा थुङ्गाको थियो म फुल बेचिरहेको बसेँ है एउटा थुङ्गाको 10 रुपियाँ क्या ल हिजो एउटा भाइरल तरकारीवाला थिएन चाबेलको भाइरल तरकारीवालालाई कुटेर के अरे उहाँ सटर आमा तोडफोड गरेर केही छैन नि त्यो सटरको ठ्याकी छेकी बजार तिर्नु परिहाल्यो त्यसो भए ठिक लाग्यो भने ढुङ्गा टाउँछ बलीबाट पैसा चुहियो भने त्यही स्यातेर हिँडेको के पैसा च्याति त्यो बली हुन्छ नि यस्तो यहाँ चुहियो भने यही स्यात्ने अरे क्या यही बलीबाट पैसा हराएको त त्यस्तै हो भनेर हाम्रो बिमी हान्थ्यो कि तिमीहरू त्यस्तो छ किसिम बिगार त्यही नै हुन्छ तर यो टिका लाउनु पर्यो सबै भोलायो होइन रमाइलो आउँछ एकदम सधैँ रमायो भने खायो बानी नि त रमाइलो हुने बानी कहाँ पार हुनु छोरीहरू कहाँ आयो कहाँ पनि त रमाएको सिँढीबाट बसेर गएर दुई हो अलिक बाङ्गो अब ठिक छ ल अझै ठुलो लाउनु हो भयो ल एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा रातो उयो लागेको छैन अनि सेतो रातोलाई त तल लाउनु हरियोभन्दा तल तल्ला नाइ हरियोभन्दा तल लाउनु अब त्यहाँ अझै अब सेतो चाहिँ माथि लाउनु दारी काटेर चाहिँ काट्दैन यो दिदीमा यस्तो लगाइदिने कि टक्क लगाइदिने लगाइदिनु पऱ्यो भने
त्यतिमै सबै एउटा रङ लगाइदिनु न अलिअलि घुमाएर सानो पारेर ल भयो त्यसले कहिले नलाउनु चोरी अम्लाले टिका लाउनु हुँदैन अरे कहिले लाउनु ए म अब हस्पिटल छै भने त उ त्यो नानी त्यो छेत्री लाउँछ अरे जहिले लाउँदैन दिदीकोबाट धेरै नै भइसक्यो राम्रो राम्रो लाउ तेरो पालो त्यो दुईटा च्याक्का राख यहाँ आफूले गरे सबै खाली गरिदिनु अनि भित्र गएर खानु पस्केर अनि हामी लाउँदै गर्छौँ हामी पछि खान्छौँ दिदी अनि तपाईँहरू खानु न भोक लाग्यो दिदीले नि त टिका लगाइदिने होला भाइलाई दिदी म पस्किन्छु खानु केरा नानी के खाने त त सुन्तला खा ला हेर्न त्यो कपाल चाहिँ अलिक पछाडि सेम दमैहरूले यस्तै कपाल काट्छ यत्रो ठुलो चाहिँ होइन माथि म पस्किन्छु दिदी त्यही भएर त साडी पुरै त्यसले लागेको छ मेरो 45 मिनट आइपुगेको थिएँ म कति छिटो दिदी त म हिँडेँ दिदी त मलाई आउन मनै लागेको छैन दिक्क लागिरहेको छ भनिरहनु भएको थियो पठाउमा आएको हो 350 रुपियाँ मारे उहाँबाट जम्मा बाइकमा हैन बनेपा भने निकै पो छ त निकै छ नि बाइकमा हो दिदी अनिसाले मम्मीलाई के भन्दै थिए सानीमा तपाईँ ठुलो हुनुहुन्छ कसैलाई लिन नबोलाउनु है बाइकमा लडाइदिन्छन् भएको मान्छेले मजाले बुलेट बाइक बुलेट बाइक चलाएर आएको भए चाहिँ खत्रै देखिन्थ्यो आमामा चप्पा चिल्लो दिदीले माया गरेर ल छिटो छिटो मासु